निर्धारित समय थियो, कार्यक्रम सुरु हुने निर्धारित समय थियो 11 बजे, 12 बजे सक्ने गरेको थियो। अहिले 12 बजिसकेको भयो। त्यो भएको हुँदा छिटो चाँडो कार्यक्रम सक्ने हिसाबले नै अब सुरु गर्नुपर्ला। यसका रूपमा हामीले यस वडाका वडा अध्यक्षलाई राखेका छौँ। उहाँ आइपुग्नु भएको छैन। त्यसपछि आउनुहुने 11 बाट रेकर्ड राखेको थियो। अब 78 सालदेखि 82 सालसम्म चाहिँ 256 वटा चाहिँ रेकर्डमा आएको छ र त्यसमा सबैभन्दा अगाडिको छैन है। 82देखि चाहिँ 82सम्म चाहिँ तपाईँको 132 वटा भूगोल छ त्यसमा। त्यसमा अरू करेक्टहरू चाहिँ के छ र त्यो हाम्रो उसमा आएको छैन, रेकर्डमा आएको छैन। सबैभन्दा बढी चाहिँ 81 सालमा चाहिँ कराई सर्पको सङ्ख्या चाहिँ बढी समातिएको छ र कसैले पनि कुनै पनि सर्पहरूलाई घरभित्र पस भने नबिच्काउँ। बिच्कायो भने हामीहरूलाई रेस्क्यु गर्नलाई गाह्रो हुन्छ र त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले नजर राखेर रेस्क्युकर्ताहरूलाई बोलाउने काम गरौँ, घर्षक भगाउने काम गरौँ। त्यसलाई मट्टितेल, फिनेल, पेट्रोल जस्ता पदार्थहरूले चाहिँ भगाउने काम नगरौँ कसैले। त्यो गर्यो भने चाहिँ उनीहरूलाई आक्रमण गर्छ भन्दै मैले यो दुई कुरा लेखेको छु। त्यो चाहिँ मैले खिचेका चराहरूको फोटोहरू प्रयोग गरेको छु। सबैभन्दा सानो 8 सेन्टिमिटरको यो यही मेची नगरमा पनि रेकर्ड भएको छ। यो नेपालमा मात्रै होइन, नेपाल, भारत, भुटान, श्रीलङ्का सबैको सबैभन्दा सानो चरा यही हो। पेल बिल्ड फिस्टा होइन, फिस्टाभन्दा सानो। फिस्टा त 10-11 सेन्टिमिटरको हुन्छ, यो त 8 सेन्टिमिटरको मात्रै हुन्छ। यो फ्लावर पेकर, पेल बिल्ड फ्लावर पेकर भनेर र रातो फुटे पुष्पको बिल। अनि त्यस पछाडि 1.8 मिटर या 5 फिट 11सम्मको सारसहरू जुन चाहिँ 4वटा जिल्लामा मात्रै विशेष गरेर भेटिन्छ। लुम्बिनीतिर, रूपेन्देही जिल्लामा भयो, कपिलवस्तुतिर हाम्रो बस्दाखेरि त्यहाँ कहिलेका त्यो गफबाट जति मैले चाहिँ यो फोटो त्यहाँ खिचेको। र नेपालमा हालसम्म 900 प्रजातिका चरा रेकर्ड भइसके। 900 प्रजाति चाहिँ नेपालमा पाइन्छन् भनेर मेची नगरमा मात्रै रेकर्ड भएको चरा चाहिँ के हो त भन्दाखेरि हरित परेवा चाहिँ अहिलेसम्म मेची नगरमा मात्रै रेकर्ड छ। 2 पल्ट भेट्यो, 3 पल्ट भेटिसक्यो, मेची नगर मात्रै, अरू कहीँ भेटिएको छैन। सर्प उद्धारकर्ता, वन्यजन्तु उद्धारकर्ता, संरक्षणकर्ता सबैलाई नमन गर्दै जाने नजाने पनि दिन्छ। अब हामीहरू सर्प उद्धारकर्ता, हामीहरू चाहिँ विशेष सर्पलाई दिन्छौँ। सर्पले मानिसलाई जाँदा जानी कहिले पनि टोक्दैन, त्यसलाई चोटपटक नलागे टोक्दैन। र हाम्रो यो मधेसमा झापामा हुने 4-5 किसिमका सर्पहरू चाहिँ विषालु छन्। तीमध्ये गोपन, करेत, राजस र कुनै पनि सर्पहरूलाई हामीहरूले देख्ने बित्तिकै त्यसको छेउमा नजाउँ, त्यसलाई नचलाउँ। हामीहरू यहाँ झापामा जति भएका सर्प उद्धारकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई सम्पर्क गरौँ र उहाँहरूलाईबाट रेस्क्यु गर्नु। सर्प हामीले वातावरणको लागि चाहिँ उपयुक्त भएको कारणले हामीहरू रात दिन बचाइरहेका छौँ। र सर्पले हाम्रो वातावरणको चाहिँ जुन दूषित हावाहरू हुन्छ त्यो दूषित हावा खाएर हामीलाई चाहिँ अक्सिजन दिन्छ। त्यो कारण हामीहरू बचाउने काम गर्छौँ। र जस्तै सर्प विषालु सर्पहरूबाट चाहिँ औषधि बन्छ, एन्टिभेनम पनि त्यहीबाट बन्छ। सर्पले टोकिहाल्यो भने एन्टिभेनम त्यहीबाट बनाउँछ, त्यही सर्पको बिचबाट एन्टिभेनम बनाउँछ। र कुनै पनि औषधिहरूमा एन्टिभेनम के अरे त्यो सर्पको विष नभइकन औषधिहरू बन्दैन। किडनी जस्तो के अरे तपाईँको क्यान्सर जस्तो भयावह रोगलाई पनि हामीहरूलाई सर्पकै विष चाहिन्छ। त्यो भएको कारणले हामीले रात दिन भने त्यो सर्पलाई चाहिँ
बचाइरहेको छ। बिस्तारै बिस्तारै यो लोप हुँदै जाने प्रक्रिया छ। जङ्गल मासु जति पनि जङ्गल मासेपछि चाहिँ हाम्रो सर्वहरू चाहिँ विषालु जिनिसहरू चाहिँ घरभित्र आउने गर्छ र हामीलाई आक्रमणको हिसाबले होइन तिनीहरूले चाहिँ आहारको हिसाबले चाहिँ घरभित्र पस्छ र त्यो कारणले चाहिँ त्यस्तो भयो भने चाहिँ हामीहरूले नआत्तिकन अब बेच्नेवाको लागि मुन्ना भाइ हुनुहुन्छ, मेरो टुक्रामणको लागि हाम्रो 2 जना छौँ, अब अरू अन्य जग्गाको लागि अरू हुनुहुन्छ, मेरो सङ्कटलाई भेटिन्छ र अहिलेसम्म मेरो जीवनमा चाहिँ मैले सर्प उद्धार गरेँ 2078 सालदेखि 2042 सालसम्ममा चाहिँ मैले 256वटा विषालु सर्प समातिसकेका छु।